दिवस पनि हो र त्यसको अवसरमा भोलि शनिबार भएकोले आज शुक्रबारै यो हाम्रो शुक्रबारे गुड फ्राइडेको अवसरमा हामी काम गर्दैछौँ। यसको लागि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले गरेर परिसर वरिपरि निर्देशनमा रहेर सफा गरेर समयमै सकेर आउने हो। कोही अल्छी गर्दैन। मन्दिरमा गएर सफा गर्नु, मन्दिरको दर्शन गर्नु भनेको आफूले चिताएको कुरा पनि पुग्नु हो, जाने हो। त्यहाँबाट झर गर्ने यता बराम चाहिँ कहाँ चलिरहेको छ? अनि अनैतिक कामहरू गर्ने काम चाहिँ गर्नु भएन। जीव जन्तुहरू हुन्छ, जङ्गली जनावरहरू हुन्छ, त्यसलाई अब सिस्क्याउने आएको अवस्था नजिक आएको भेटेको अवस्थामा यसलाई अब निर्मूल गर्ने काम गर्नु भएन। आज मिति 2082 असार 13 गते यस श्री बालकन्या माध्यमिक विद्यालयबाट कक्षा 4 देखि कक्षा 10 सम्मका विद्यार्थी भाइ बहिनीहरूका साथमा शिक्षकहरू समेत लाइनबद्ध रूपमा अगाडि बढिरहनु भएको छ। आज विशेष दिन गुड फ्राइडे अर्थात् बुक फ्री फ्राइडेको रूपमा हामीले मनाइरहेका छौँ। यस इलाम नगरपालिका 11 सोयाकमा अवस्थित प्रख्यात धार्मिक तथा सांस्कृतिक सम्पदा बालिकन्या मन्दिरको शैक्षिक अवलोकन भ्रमण तथा सरसफाई अभियानका लागि अगाडि प्रस्थान भइरहेको दृश्य यहाँहरूले देख्न सक्नुहुनेछ। हामीले हरेक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलापहरूका साथमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छौँ। तर आज भने विशेष दिन हामी सदाभन्दा फरक तरिकाले धार्मिक सांस्कृतिक पुरातात्विक महत्त्व बोकेको सम्पदाको संरक्षणका लागि सरसफाई अभियान लिएर यसको महत्त्व बुझाउन शैक्षिक अवलोकन भ्रमण लगिरहेका छौँ। भोलि शनिबार विश्व वातावरण दिवस भएकाले आज नै हाम्रो विद्यालयको वातावरण क्लबद्वारा यो योजना गरिएको छ। यो मन्दिर हाम्रो विद्यालयदेखि करिब 10 मिनटमा पुगिनेछ। तसर्थ यसको वरिपरिको दृश्यहरू यहाँहरूलाई देखाउनेछु। कृपया भिडियो पुरा हेरिदिनुहोला। रामसाई कस्तो लागिरहेछ? थकित मुद्रामा बस्नुभयो त अनि? एकदम निकै उकालो बाटो, अलिकति शरीरलाई ह्याम्पर परेकै पसिना निक्लेकै छ। देखिँदैन त पसिना अनि निक्लेछ गाह्रो भएर मजाले निक्लिरहेछ। के हेर्नु भएको सर त्यति निहालेर? सौजन्य कसको रहेछ, कसले स्थापना गरेको रहेछ, मन्दिरको ऐतिहासिक पृष्ठभूमि केही छ कि विद्यार्थीलाई जानकारी गराउँ भनेर त्यहाँनिर स्टडी गरेको। तर स्थापना स्पष्ट लेखिएको छैन। सौजन्य पाट ढोका मन्दिरको सौजन्य फरक ढङ्गले गरेको पाइयो। अब यही कुरा विद्यार्थीलाई जानकारी गराउने कुरा छ बालिकन्या मन्दिरको बारेमा। मिस धन्यवाद। तपाईको केही भन्नु सक्यो? केही छैन। यो इलाम नगरपालिका 11 सोयाक स्थित बालिकन्या मन्दिर हो। यसको वरिपरि चाहिँ अत्यन्त सुन्दर डाँडाकाँडाहरू देखिन्छन्। यहाँबाट चाहिँ अत्यन्त डाँडामा रहेको छ, उच्च भूभागमा रहेको छ। तसर्थ यहाँबाट चाहिँ धेरै भूभागहरू हेर्न सकिन्छ। यहाँ चाहिँ अत्यन्तै ठुलो ढुङ्गा रहेको छ। यसलाई चाहिँ छाते ढुङ्गा भनिन्छ अरे, यो सरले भन्नुभयो। यहाँबाट देखिने दृश्यहरू सरहरू हेर्दै हुनुहुन्छ। यो त मोहम्मै 74 को चुनावमा हामी त्यहाँ जाँदा भिडमा थियो।
यो परको डाँडा चाहिँ नवमी डाँडा हो। यहाँनिर म बस्ने ठाउँ। मन्दिरभित्र त्यस्तो छ है। यो पर बादल लागिरहेको ठाउँ थुम्की सिद्धि थुम्का चुली हो। यहाँबाट सबै ठाउँ देखिन्छ। सबैभन्दा पहिला हात उठाउने बालिकन्या देवी मन्दिर परिसर भित्र रहेको मन्दिरमा भित्र कतिवटा मूर्ति स्थापना गरिएको ल राम सर हस्तान्तरण ल। अब दोस्रो प्रश्न, बालिकन्या देवी केमा सवार हुनुहुन्छ? के सोचेको थियो कि अस्ति प्रपोजल यति वालियोसँग मिलाउने। आदरणीय शिक्षक साथीहरू तथा विद्यार्थी भाइ बहिनीहरू, यस इलाम नगरपालिका वार्ड नम्बर 11 सोयाकमा अवस्थित बालिकन्या देवीको उत्पत्तिको बारेमा कुनै पनि तिथिमिति अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। यो धेरै पुरानो उत्पत्ति भएको मानिन्छ र यो जुन मन्दिर स्थापना छ, यो मन्दिर चाहिँ हाम्रो सामुदायिक प्रयासबाट लगभग 4-5 वर्ष अगाडि निर्माण गरिएको हो र धेरै पहिले हामी बालकै हुँदाखेरिदेखि नै यहाँ चाहिँ मङ्सिरे पूर्णिमा, वैशाखे पूर्णिमा अथवा त्यसको आसपासको तिथिमितिहरू बनाएर पूजा आराधना गर्ने गरिन्थ्यो। यस मन्दिरमा चाहिँ बलि पनि दिने परम्परा थियो। एक थरीहरूले भने अन्य थरीहरूले चाहिँ वैदिक पूजा अर्चना विधिबाट पनि देवीको पूजा आराधना गर्ने गरिएको छ। अहिले पनि त्यही चलन रहेको छ। यस बालिकन्या देवीको दर्शन गर्नाले आफ्ना अधुरा रहेका इच्छा कामनाहरू पुरा हुन्छन्, आफूले चिताएका कुराहरू पुग्छन् भन्ने जनविश्वास रहिआएको छ। यो जनविश्वास धेरै पहिलेदेखि रहिआएको हो र यसै विश्वास अनुसार हामीलाई आवश्यक परेको समयमा यहाँ पूजा अर्चना अथवा दर्शन भेट गर्ने पनि चलन रहिआएको छ र यसको परिसर नजिकै यतापट्टि मेरो दाहिनेपट्टि रहेको एउटा ठुलो चट्टान छ। त्यो चट्टान चाहिँ यसो हेर्दाखेरि एकदमै आश्चर्यजनक तरिकाले अरू चट्टानहरूको माथिबाट त्योभन्दा मुनिका चट्टानहरू साना साना छन् अनि साना 3वटा चम्का जस्तो चट्टान माथि अडिएको छ। यसलाई चाहिँ हात्ती ढुङ्गा भनेर भन्ने गरिन्छ र यसैको अलिकति पर्तिरपट्टि एउटा ओडार छ। त्यस ओडारलाई चाहिँ हामी हाटे ओडार भनेर चिन्ने गर्छौँ। जुन ओडारमा चाहिँ आजभन्दा 60-70 वर्ष अगाडि एकजना साधुले चाहिँ यो मन्दिरको दर्शन गर्न आएको समयमा यहाँका स्थानीय वासीहरूले चोर आयो भनेर चाहिँ खेदाउँदाखेरि त्यो हात्ती ढुङ्गाबाट फाल हानेर गएर त्यस ओडारमा चाहिँ धेरै रातहरू बिताएको र आफूलाई जोगाएर त्यहाँबाट चाहिँ सुरक्षित तरिकाले अन्यत्र गएको भन्ने एउटा किम्वदन्ती रहेको छ। यो चाहिँ अलिकति पुरानै किम्वदन्ती हो र मैले जानकारी पाएसम्मको बालिकन्या मन्दिरको इतिहास यहाँहरूलाई सुनाएँ। हस्त धन्यवाद। धेरै धेरै धन्यवाद। हामीलाई यसको बालिकन्या मन्दिरको उत्पत्तिका सन्दर्भ र अपौरुषीय रूपमा भनिएको छ। अपौरुषीय भनेको कसैलाई लेखेर लिखित रूपमा हस्तान्तरण नगरी अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा श्रुति श्रवण गर्दै
त्यो पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै जाने प्रक्रियालाई हामी अपौरोसीय संरचना वा पुस्तान्तरणको संरचना भन्छौँ। त्यसैले गर्दा अघिल्ला पुस्ताले पछिल्लो पुस्ताले अर्को पुस्तालाई सुनाउँदै गएको एउटा किंवदन्ती र कथ्यका आधारमा एउटा धार्मिक सांस्कृतिक विश्वास गर्ने एउटा विश्वासको केन्द्र, हाम्रो आत्मालाई शुद्धि गर्ने केन्द्र, भगवान भनेका मूर्ति भनेका भौतिक स्वरूपमा हामीले त्यहाँ निर्माण गरे पनि त्यसको कनेक्सन चाहिँ हाम्रो आत्मासँग हुन्छ। केसँग हुन्छ? आत्मासँग। ओडार भनेको चाहिँ अझै तल हो। ओडार उता हो। कता यहाँबाट दाहिनेतिर? यो के ढुङ्गा रहेछ लु भन्नुहोस् त तपाईँ ब्रिफ गर्नुहोस्। हाते ढुङ्गा होइन, हात्ती ढुङ्गा। यसको यो विशेषता भनेको 3वटा ढुङ्गामा अडिएको छ। खोइ 3वटा चाहिँ उयो भित्र उता हेर्नु न, यतापट्टि एउटा, यहाँ बिचमा एउटा, त्यो एउटा उसमा छ, मसिनो ढुङ्गा छ। येल्लो हाउस बोइज। यो कसले हो? यो कोदालो बोकेको कसले थियो? येल्लोदेखि ब्लू। ल ओइ ब्लू बोइज हामी चाहिँ अहिले यो बालिकन्या मन्दिरको परिसरमा भ्रमण गरेर विद्यार्थी भाइ बहिनीहरू फर्किने क्रममा हुनुहुन्छ। उहाँहरू लाइनबद्ध रूपमा चाहिँ फेरि फर्किनु हुनेछ। ओइ लाइनमा है, लाइनमा है। अब चाहिँ हामी विद्यालयतर्फ फर्कँदैछौँ। विद्यार्थी भाइ बहिनीहरू पनि अत्यन्तै खुसी हुनुहुन्छ। आजको यस धार्मिक सांस्कृतिक सम्पदाको अवलोकन भ्रमणबाट सिकेका कुराहरू भोलि भाइ बहिनीहरूले परियोजना कार्य मार्फत प्रस्तुत गर्नुहुनेछ। तसर्थ आजको भ्रमण अत्यन्त फलदायी र प्रभावकारी भएको महसुस गरेकी छु। तपाईँहरू पनि यस ठाउँमा आउनुभएको छैन भने एकपटक अवश्य आउनुहोला। यहाँबाट धेरै सुन्दर ठाउँहरू देखिन्छ। अब हामी भने विद्यालय पुग्न लाग्यौँ। भिडियो पुरा हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। प्लिज लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है त। फेरि भेटौँला। बाई बाई।